खन्नु भएको? यो हामीले यहाँ फुल रोप्नको लागि यो खन्नुपर्छ। यस्तोमा गर्दा फेरि बिरुवा राम्ररी सर्न पाउँदैन। यो माटो छ नि, यो माटोलाई यसरी फुटाउनुपर्छ। यो डल्लो माटोमा बिरुवा राख्यो भने कक्रेर बस्छ। कक्रेको भने थाहा छ? कक्रेको भनेको यो डल्लो परेर बस्छ के। अनि यहाँ यसरी खन्ने, यसरी खनेर राखेपछि अब यो छ नि, यसलाई यसो हेरे बेटा, यसरी खनेपछि यसरी खन्ने। अनि यो मोटो मोटोलाई मात्रै खन्ने हो? यो मोटो मोटो आयो नि यसरी। यो मोटो मोटोलाई बिस्तारै यसरी डल्लो फुटाइदिने। यहाँ गडेउलाहरू कति निक्ल्यो नि। यो गडेउला भयो भने हाम्रो माटोहरू खुकुलो बनाउँछ। खुकुलो भने? खुकुलो भनेको नरम। जस्तै तिमीलाई दालमा पनि खाँदा फेरि भातमा त खान सक्दैन नि, दाल त है नि हो त्यसो। मान्छेलाई देखौ न, तिमीले दालमा मात्र खाँदा फेरि दाल नभइकन भात खान सक्छ? सक्दैन नि। यो भनेको गडेउला भयो भने माटोलाई खुकुलो बनाउँछ, हल्का बनाउँछ। तिमीलाई नाम खाँदा फेरि तिमीलाई दाल भयो भने खान सजिलो हुन्छ नि त। हो त्यस्तै हो बेटा। यो हेर्ने यसरी खन्ने, यसरी खनेर जहाँ गडेला त्यही सहज। गडेला भयो नि सहज। गुड। हेर यहाँ गडेला कति निक्ल्यो नि। अब यता निक्लिन्छ कि निक्लिँदैन? यहाँ यसरी खन्नु पर्यो। यहाँ कति गडेला छ नि। गडेला भएपछि खेती पनि राम्रो हुन्छ। अब मान्छेतिर जितेको होइन कनामा। अनि यो ल यसरी फुटाउनु पर्छ।